कितना लेती है? का बवासीर बना दियो। तपाईहरुले पक्कै पनि यस्तै खालको रिभ्यू देखिराख्नुभयो होला यो फिल्मको बारेमा। तर जब आज मैले यो फिल्मलाई हेरेँ नि, मलाई यो फिल्म त्यति नराम्रो पनि लागेन। हेलो मुभी लभर, हाउ आर यु? आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। टक्सिक फिल्म किन हेर्ने त्यसको बारेमा आजको भिडियोमा म बताउने छु। भिडियो एकदमै इन्ट्रेस्टिङ अनि रोचक हुनेवाला छ। त्यसैले भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नु होला। र तपाईले अझै पनि नेपाल सिने भाइब्स युट्युब च्यानल सब्स्क्राइब गर्नु भएको छैन भने प्लिज सब्स्क्राइब गरिदिनु होला। गीतु मोहनदासले डिरेक्सन गरेको र रकिङ स्टार यसले 4 वर्षपछि कमब्याक गरेको फिल्मको नाम हो टक्सिक। र अब भिडियोमा धेरै दायाँ बायाँको कुरा नगरी टक्सिक फिल्म हेर्नुपर्ने 5 वटा कारणको बारेमा कुरा गरौँ। पहिलो कारण त हामीले केजिएफ पछि रकिङ स्टार यसलाई पर्दामा देख्न पाउने भएका छौँ, त्यो पनि डबल रोलमा, धमाकेदार। दोस्रो कारण यो फिल्म एकदमै लार्जर देन लाइफ सिनेमा हो। यसमा 5 जना ब्युटिफुल हिरोइनलाई देख्न पाइनेछ। क्या बोला तूने? तेस्रो कारण यो फिल्ममा देखाएको एक्सन र बोल्ड सेक्स सिनहरू अरू फिल्ममा देख्न पाइँदैन। र चौथो कारण रकिङ स्टार यसको स्टाइल र डायलग डेलिभरीले दर्शकहरूलाई घायल नै बनाउँछ यार। शाबाश बेटा। र फिल्म हेर्नुपर्ने 5औं कारण यो फिल्म एउटा लेडी डिरेक्टरले बनाएको फिल्म हो। गीतु मोहनदासले यो लेभलको सिनेमा बनाएको छ, हेर्नु त पर्छ है। यो त भयो फिल्मको राम्रो पक्ष, तर फिल्म यति कुराले मात्र राम्रो हुँदैन। यसमा भएको कथावस्तु एकदमै साधारण छ। फिल्मको क्लाइमेक्सले दर्शकलाई निराश बनाउँछ र फिल्ममा देखाएका लेडी क्यारेक्टरहरूलाई सेक्स र बोल्ड सिनको लागि मात्र युज गरेको जस्तो हुन्छ। र फिल्ममा भएको एक्सन किन भइरहेको छ त्योले पनि दर्शकलाई कन्फ्युजन बनाउँछ। ओभरअल फिल्मको कुरा गर्दा फिल्म एकदमै एभरेज छ। यदि तपाईँ रकिङ स्टार यसको फ्यान हो र रकिङ स्टार यसको औरा फार्मिङ हेर्न मन छ भने हेर्न जानुहोला, एकदमै मजा आउनेछ। र नेपाल सिने भाइब्सको तर्फबाट यो फिल्मलाई 2.5 स्टार रेटिङ दिन चाहन्छु। अनि तपाईहरूले फिल्म हेर्नुभयो त? कस्तो लाग्यो कमेन्ट गर्नुहोस्। र तपाईहरू च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो युट्युब च्यानल सब्स्क्राइब गरेर हामीसँग जोडिनु होला।